दिन बाद नानी बिरामी हुन्छ। त्यसैले चिराग र चन्दा आत्तिँदै नानीलाई अस्पताल लान्छ। नानीले सासबाट बनाइले ठ्याक्क गरिदिँदैछ। यस्तो बेलामा नानीको राम्ररी ख्याल गर्न सकेन भने निमोनिया आउने डर छ। तर अहिले नानी भन्नु पर्दैन, म इन्फेक्सन नहुने औषधि लेखेर दिन्छु, बिस्तारै ठिक हुन्छ। हजुर, पर्दैन। तर आमाले चाहिँ खानेकुरामा अलिक ज्यादा ध्यान दिनुपर्छ है। जेमा लाग्यो त्यो नखानु नि। आमाको दुधबाट बच्चामा जाने भएकोले गर्दा अलिक होसियार चाहिँ हुनुपर्छ। हस्, धन्यवाद डाक्टर। अहिले हामी लाग्छौँ। हस्, हुन्छ। दुवै परिवार पुरानै जीवनशैलीमा चन्दा र रुमी आफ्ना जीवनका अवयवहरूको बारे भर्खरै बितेको छ। बिरामी भइरहेछ। तपाईँको नानीको के कसो छ नि उनी बहिनी? हप्तामा 4-5 पटक अस्पताल लानुपर्छ। कसरी बचाउने होला? बडो चिन्ता लाग्छ उनी बहिनी मलाई। सबैको त्यस्तै त हो नि दिदी, हाम्रो पनि त्यस्तै छ। सानोमा बच्चालाई जोगाउन साह्रै गाह्रो। बिहे अलि आमा बाबाको माया कहाँ बुझिँदो रहेछ र दिदी। हुन त हो नि बहिनी, तर घरमा सासू ससुरा आमा बाबा भइदिएको थियो भने त्यति थाहा हुँदैन थियो नि। जन्म पो हामीले दियो हाम्रा नानीहरूलाई। कर्म त उनीहरूको बाजे बोजूले दिनुहुन्थ्यो, अनि कसरी थाहा पाउने उहाँहरूको दुःख? त्यही त दिदी, आमा बाबा जन्मले भन्दा पनि कर्मले हुँदो रहेछ। फेरि तपाईँ हाम्रो आमा बाबा पनि नभएको, अरूलाई भन्दा त धेरै गाह्रो छ नि दिदी। बच्चालाई कतिखेर के भइहाल्छ कि न खानुको टुङ्गो न सुत्नुको टुङ्गो, न त आफू बिमारी छु भन्न नै पाइन्छ, न त आमा भनेर माया मारेर चुपचाप बस्न नै सकिन्छ। आमा बाबा हुनु देख्दा जति मिठो छ, भोग्नु त साह्रै नमिठो छ हो दिदी। के गर्नु रुमी बहिनी, गाह्रो मानेर मात्र नहुने, रहरभन्दा कर ठुलो रहेछ। कर परेपछि नगरी घर छैन रहेछ कि बिहे नै नगरेको भए एकसुर हुन्थ्यो। उम्टाको बिहे, जनबाल बच्चा, त्यही माथि साथ दिने आमा बाबा पनि जीवनमा नहुनु। के गर्नु त दिदी, तपाईँ हामी पो दुःख भोग्यौँ, चेत्यौँ र यस्तो कुरा गर्छौँ। आजकलका छिटाछिटी उम्रिँदै दिन पात्दै कहिले बिहे गरौँ, पहिला जाउँ, केटी भगाउँ भने चाहिँ गर्छ। यी हाम्रा नानीहरू पनि पछि ठुलो भएपछि हामीलाई त्यसो नगर्ला। अब सास पनि पढ्न लागे जस्तो छ दिदी, घर गएर खाना बनाउनु पर्ने। जाउँ क्यारे, दाजुभाइ पनि आउँदै होला। फेरि तपाईँको पनि घरमा कोही छैन, यो घर व्यवहार चलाउन साह्रै गाह्रो हुँदो रहेछ। त्यही त बहिनी, जाउँ क्यारे। ल दिदी, बिस्तारै जानुहोस् है। ल बहिनी। चिराग र रूपक मजदुरी गर्न बिहानै घरबाट निस्कन्छ। मेसनको काम गर्ने ठाउँ पुगेर गफ गर्दै काम गर्छ। झोला झोला भन्छ खाना खाना बनाइरहेको छ। तपाईँ पनि बिरामी मान्छे, स्वास्थ्यको चाहिँ ख्याल गर्नुपर्छ है भाइ। मेरो हालत सबै तपाईँलाई थाहै छ। कामै नगरी हातमुखै जोडिँदैन। यो भोकले पनि रोकथाम गर्दो रहेछ र भाइ। धन्न तपाईँको बाबुले पनि काम गर्नुहुन्छ र, नत्र म एक्लैले धम्की गर्न सक्दैन। अरू भन्दा नि बच्चाको साह्रो फिल लाग्छ भाइ। हामी आमा बाबा दुःख सुख भोगै बसी ठिकै छ, तर बच्चालाई भोगिराख्ने कसरी? भोकले रुन थालेपछि यो मन साह्रो दुख्दो रहेछ भाइ। आफू भोकै बसेर भए पनि बच्चाको पेट त भर्नै पऱ्यो नि।
कुरा त ठिकै हो दाइ तर तपाईँ बिरामी मान्छे कामभन्दा धेरै आराम गर्नुपर्ने बेलामा खालि काम 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 आफ्नो पनि ज्यानको ख्याल राख्नु दाइ आफ्नै दाइ नभए पनि तपाईँ हुनुहुन्छ एउटै परिवार भएर बसेको छ र मलाई पनि आड मिलेको छ तपाईँ नआउँदो त मेरो पनि कुनै छ र दाइ त्यसको के भएछ नि मौसम पनि बदलिँदो छ त्यसैको कारणले गर्दा म कि नौकरी जानुहोस् है दाइ हुन्छ दाइ नानी बिरामी भएको खबरपछि चेला घरतिर जान्छ र केही बेरमा रूपक पनि खाना खान भने घर फर्कन्छ ओहो खाना खाने समय पो भएछ खाना पो खान जानु पर्यो त्यसरी नै दिन हप्ता महिना गर्दै वर्षौँ बित्छ दुवै परिवारका छोराहरू स्कुलमा जिल्ला स्तरीय पढ्ने भइसकेका हुन्छन् भाग्यवश रुमी रविले चाहिँ कुसङ्गतका कारण पढाइमा पनि कमजोर अनि दुर्व्यसन सेवन गर्ने लागु औषध प्रयोग गर्दा हुन्छ बाबु लु राम्रोसँग स्कुल जानु है त्यो स्कुलमा नाना जातिको साथीहरू भेटिन्छन् कोसँग सङ्गत गर्ने नगर्ने त्यो आफैले ख्याल गर्नु नि आमा र म पनि काममा जान्छौँ म स्कुल छुट्टी भएपछि फर्केर सरासरी घर आउने नि फेरि हुन्छ बाबा हस् मम्मी म गएँ है हस् हस् अभि अभि आयो ल नमस्ते ठुली आमा नमस्ते ठुलो बाबा ल नमस्ते बाबु यो दाजुभाइ राम्रोसँग स्कुल जाने अनि फर्किँदा पनि सँगसँगै आउने रुवान हुन्छ नि ठुलो बाबा हस् ठुलो मम्मी हामी जान्छौँ ल ढिलो हुन्छ राम्रोसँग जानु बाई रुवान आज एक साथीहरूसँग अर्को ठाउँमा जान्छु कि त्यो चाहिँ स्कुल जानु होइन घर स्कुल छुट्टी भएपछि म किताब हेर्छु अझै घर सँगै जानुपर्छ ल नत्र छोराछोरीले मार्छ यार कि त्यो केटाहरूको सङ्गत नगर साथी आमा बाबाले हाम्रो लागि कति दुःख गरेर अर्को घरमा मजदुरी गरेर हिट्टी कुटेर हामीलाई पढाउनु भएको छ अनि हामी चाहिँ झन् आमा बाबालाई रुवाउने काम गर्नु त्यस्तो होइन क्या कहिले काहीँ सुरमेली गर न केटाकेटीले होला एक दिन दामी हुन्छ क्या स्वर्ग पुगिन्छ कुनै संविधान छैन कि म स्वर्गमै छु मेरो स्वर्ग भन्नु नै मेरो परिवार हो मेरो परिवारको खुसी भन्दा ठुलो केही छैन म मेरो परिवारलाई बिगारेर रुवाएर मर्सँग हाँस्नु दिन त फेरि लेक्चर पो दिनु थाल्यो यार ल ल ठिक छ तिमी चाहिँ स्कुल जाऊ होइन म चाहिँ केटाहरूसँग जान्छु फेरि घरमा चाहिँ भन नि अघि साथीहरूसँग भेट्छ र लागु औषध सेवन गर्न थाल्छन् नसाले सुन थालेपछि कम्फिन थाल्छ के दिदी बस सुन न लास्ट के गर्छ यार कहिले यो भने कहिले त्यो भने कहिले यो गर कहिले त्यो न रातिको त सुन्दा वाक्कै लाग्छ कहिले कहिले घर छोडेर चौमिस लाग्छ फेरि कहाँ जानु लाग्छ चुपचाप जानु बस्छु खालि पढाइ फ्युचर भन्छ यार कोही किन आइसक्यो म त घरमा भन्दा पनि जेलमा पो छुपिजा सक्छ भरिभरि त कस्तो कुरो गर्नु त अहिले म त घरमा लाग्ला गऱ्यो भने जान्नु मान्दैछु त भने तुई त कस्तो गर्व क्या यो अभि त एकदिन घरमा फुल चार्जमा छ होइन अनि कुरा गर्न तेरो डर त कहाँ जान्छ न त बुझिस् त्यहाँदेखि तल कसैले केही गर्न सक्दैन केटा त्यहाँदेखि त पनि हिरो हुन्छस् फेरि म त रुवान्छन् घर भने पनि मलाई त मार्छ आज फेरि भोलि बस्नुपर्छ नि
ल तर भोलि चाहिँ तैँले पैसा लिएर आएन फेरि आजसम्म हाम्रो पालो भोलिदेखि तेरो ल म कोसिस गर्छु नि कहाँ कोसिस गर्छु भनेर हुन्छ त्यहाँ जसरी भन्ने लिएर आइज नि फेरि मेरो भन्न त लाज गरेछ क्या पैसै छैन भन्छ नि कसको बनाउने पैसा छ भन्छ अलि अर्जेन्ट गरेर राखेकै हुन्छ नि सेक्रिटी गरेर ल ल ध्यान सिका पढाइको सामान किन्नुपर्छ भने लिएर आउँछु न त 100 रुपियाँ सामान 30 रुपियाँ पर्छ भने लिएर आउँछु पढाइको सामान किन्नुपर्छ भने त आकाश मेरो विश्वास गर्छ हो यो अन्त तरिका साथी अभिले बाबाबाट पैसा झार्न अनेकौँ बहाना बाजिरहन्छ। बाबा भन्न सरले भन्नुभएको स्कुलको प्रोजेक्टको सामान किन्नुपर्ने अरे उसको लागि पैसा चाहिएको छ ल ल उच्छादो गर्नु न हो क्या मेरो मोबाइल यहाँ बन्द कस्तो भन्नु त गर्दा अनि कति पर्छ 1000 रुपियाँ काट्नु ल 1000 रुपियाँ पर्ने चाहिँ के किन्नु लागेछ फेरि तपाईँ कति लाग्ने दिदी दिदी एउटा मोबाइल जात न जन स्कुलको प्रोजेक्टको सामान किन्नुपर्ने भन्छु के सोच्छ होइन कस्तो कुरा गरेको के मैले दिन्न भनेको छु र तर 1000 रुपियाँ पर्ने सामान पो के रहेछ भनेर आजकल तेरो बोलीचाली बानी बेला त्यति ठिक लागेको छैन है म विचार मात्रै गर्दैछु ल मैले के भनेर जब उसको 1000 मागेको कति न लाखौँ मागे जस्तो ओहो जब 1000 रुपियाँ रे 1000 रुपियाँ 100 रुपियाँ मात्रै कमाएर देखाएको खालि उल्टो कुरा गर्दै रहेछ होइन कहाँबाट सिक्दै छ सम्म भुके लाग्न कि कसले उल्काउँदैछ तँलाई भन् त अरू कुरा जान्दिनँ म पैसा दिने भए स्कुल जान्छु न त जान्नै अनि के भन्छ यो अभि कस्तो कुरा गरेको तैँले तेरो मनमा अलिकति पनि दया माया छैन हाम्रो लागि तैँले देखिरहेको छस् त तेरो बुवा घाम पानी फोक तिर्खा नभनी सुगर प्रेसर रोगी बिरामी मान्छे तेरै लागि मन हटी घटायो अनि तँ पनि यस्तो कुरा गर्छस् अनि के गर्नु म जब स्कुल लागि 1000 मागेको के किन कस्तो कति साल सक्नु भएको जाने अब तँलाई सोध्दै नहुने के भएको छ आजकल यो केटालाई यस्तो त थिएन कि कस्तो सङ्गत गर्दैछस् एकचोटि स्कुलमा नसोधी भएन रुवान भने कति ज्ञानी छ यो चाहिँ जहिले ठाठारै मुख लाग्छ त हेर्नुहोस् है मलाई उसँग नदाछु है म रुवान होइन ऊ चाहिँ सिकियोस् मलाई के को मतलब त्यसो भए मेरो साथीको बाउले पनि मेरो साथीहरूलाई जे भने त्यही जस्तो भने त्यही किनिदिन्छ आफ्नो भन्छ एउटै लुगा एउटै जुत्ता घुम्न जान पनि लाजै मर्दो हे बाबु तेरो साथीको बाबामा पो हुने खाने छन् र जे भने त्यही जस्तो भने त्यस्तै किनिदिन्छन् त हामी त ज्याला मजदुर गर्ने आज के खाऊ भरे के खाऊ भन्ने हुँदा खाने आमा बाबा पर्यो के गर्छस् त बाबु हामी जति नै गरिब भए पनि बाबा आमाको कर्तव्य पुरा गर्यो जस्तो लाग्छ भलै सबै इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकेन होला तर यस्तो आवश्यकताहरू जहिले पुरा गरेका छौँ आफू बिरामी नबनी तँ बोका दुःख गरेर यस्तै पेट भर्यो हामीले पढ्न पाएनौँ छोराले राम्रोसँग पढोस् भनेर जेला मजदुरी गरेर भए पनि पढायौँ छोराछोरी जन्माएपछि त बाउ आमाको कर्तव्य नि कि जन्मै नदिनु म रोगी भएर किन चाहिँ मरेन छु भनेको त आज यही दिन देख्नलाई रहेछ म ढली हालेँ भने यसको हालत के हुन्छ भनेर राति पिर हुन्थ्यो आखिर भएकै एउटै सन्तानले पनि बाबा आमाको दुःख बुझ्दैन भने अब मैले बाँचेर के गर्ने के भन्नु भएको तपाईँ त्यस्तो मुखमा ज्याए त्यही नबोल्नुहोस् त कहिले काहीँ त बोलेको कुरा पुरा हुन्छ भन्छ छोराले त ढङ्ग टिपेन अनि तपाईँ पनि यस्तो कुरा गर्नुहुन्छ अब के जसको लागि सारा जीवन दियौँ त्यसैको गुण लागेर होला आज उसैले नै रुवाउँदैछ त म त चल्दै गएँ अबि ठिक छ तँलाई जति लाग्छ दिउला आखिर नदिने भनेको पनि त छैन एकैचोटि 1000 रुपियाँ मागिस् र पो तेरो बुवाले सोधेको तँलाई सोध्नु पनि नहुने दुःख सुख लिनै काटेर खुवाए पनि तँलाई पढाएकै छौ क्या अरे तेरो पढाइको कुनै पनि काममा रोकेको छैनौ लैजा तर त्यहाँ राम्रोसँग पढेको चाहिँ हुनुपर्छ नि फेरि आऊ न कति नआउँदो रहेछ ठुलो स्वर गर्छ अभि साथीहरूसँग गएर फेरि नसामा रम्न थाल्छ। बल्ल थाल्छ त किन भन्नु मेरो बेगा हो हुन्छ होइन
चढेर पुग्छ होइन कहाँ 5 वटा मात्रै दिएको मेरो डोज 10 वटा होइन अहिले नभए चढेर बिक्री गर्छस् कि त्यतिमा चित्त बुझाइ मेघा तिमी पनि एउटा सामान जोडेर गर्छु कस्तो सामान हो फेरि म गर्दिनँ है गर दामी हुन्छ क्या भन के हो त्यस्तो सामान दामी हुने यो हेर त दामी रिल्याक्सिङ हुन्छ हौ छ्या अब तिमी पनि यस्तो खान्छौ र अनि के भन्दा म घरमा जाने बित्तिकै सुटोले किचन थाल्छ अनि म त्यो खाएर साथमा बस्दिन्छु बरु तिमी ट्राई गर हेर अबको दिनमा तिमीले ट्राई गर्दा भने हाम्रो कुरा कसरी मिल्छ अरूले भने मायालाई ज्यान दिन्छ तिमीहरू बेला यति पनि गर्दैनौ यति पनि खाँदैनौ के तिमीलाई माया गर्दैनौ भन त ल त ल तिम्रो लागि खाइदिन्छु ओके ल त खाइदेऊ ल एकछिन पाँच आऊ न Kalau cowoknya ada yang mau mana, macam. Orang kita hati kita mulai, saya ada sih इसको झोला चेक नगरी भयो अघिको झोलामा चिरागले लागु पदार्थ भेट्टाउँछ राति नै बोलाउँछ अभिलाई अभी यो अभी किन नाम भएको यो के भन्छ तेरो झोलामा त गाँजा टोक्यो रोटी पो छ त तेरो हावा देखेर पढेदेखि शङ्का पो लाग्दै थियो तँलाई यही सिकाउन स्कुल पठाएको हामीले होइन के भो किन पढाउनु भएको यत्रो ठुल्ठुलो सबले अब के चाहिँ हुन बाँकी रहेर यी छोरो त डक्टर इन्जिनियर सबै भइसकेछ त अभी के तेरो खाना मेरो होइन साथीहरूको तेरो झोलामा चाहिँ कसरी आएको अझ त मलाई ढाँट्छस् तेरो सङ्गत त गजडिया ट्यापियरसँग परेछ त म त सोच्दै छोरा राम्रोसँग पढ्दैछ पछि राम्रो काम गरेर बाबामा त डाँट राख्छ तर त मलाई सबै इज्जत माटोमा मिलाइस् होइन तँलाई बाबामा भन्दा तेरै साथीहरू प्यार गरौँ होइन स्कुलको मास्टर भन्दा तेरै साथीहरू जान्ने बाबा छोरा मैले यो के गरेको भन् त तर घर सँगै जन्मेको सँगै हुर्केको एउटै परिवारको दाजुभाइ भएर बसेको म कति याद छ स्कुलबाट घर आएर पनि सबै काम सघाउँछ फेरि पढाइ पनि राम्रो छ अनि तँले हामीलाई सघाउँछस् न पढाइले राम्रो गर्छस् संसारमा सबैले जित्न सकिन्छ तर आफ्नै सन्तानबाट हार्नुपर्छ भन्थे हो रहेछ छोरा तैँले जसरी आज हामीलाई रुवाइस् नि तँलाई रुवाउने पनि जन्मिन्छ आज जसरी तैँले हामीलाई चेताइस् नि तँलाई चेताउने पनि जन्मिन्छ त संसारै जित्छु भन्डाल्लास् तर तँलाई जित्ने तेरो छोरा छोरी पनि अवश्य जन्मिनेछ त्यो समय बाबा मलाई याद गर्नेछस् तर के गर्न सक्छस् ढिलो भइसकेको हुनेछ सायद कोही बेला हामी आमा बाबा नआउला अस्पताल लैजाँदै हृदयघातका कारण चिरागको बाटोमै देहान्त हुन्छ र केही दिन बाद अभि आफ्नो साथीहरूसँग भेट्छ र कुरा गर्छ अनि
तिमीका तिमी पनि यही म यार बारीबाट दामी बाटो लिएर आएको छु घर वरिपरि हान्दिउँ न हान्दिनँ म अब त्यो त सुकिनु जान्छु केटा हो भर्खर लास्ट हजार रहेछ तिमीहरू सुकिने कोसिस गर ब्रो यसो कुरा सुन्न सुध्रिने हो यसको चाहिँ मात्र हो क्या यसको नौटा कि हामीलाई थाहा छैन र यो कुरा छोड्दैन धनकुटाबाट सोड्दाले चार सुन झाँसेको छ एक दुई घन्टाले चल्दैन त ल के भन्छ यार बुझ्दैन केटा हान्दिनँ भनेको हिजोसम्म पो खाइ नखाइ कमाएर ल्याउँदै बाउ भन्थे अहिले पाउ खसेँ त कि आमाम लास्ट कन्ट्रोल भएछ अब केटा हो बजारबाट पनि छाड्दै समय नै भेट्नुपर्छ छोडे यसको जहिले यस्तो कहिले के सुनाउँछ कहिले के सुनाउँछ यसको जम्मर चाहिँ यो साक्कै भइसक्यो ल त ल हान्दिनँ म ल के भएको त कहिले नै हामीलाई खानु सिकाएको अनि यो बहिनी कस्तो सोचेको थियो कहिले नै बिगारेको अहिले यस्तो चोटको कुरा नगर्ने फेरि ल ल आज अन्तिम हान्दिउँ न भोलिदेखि त त्यस्तो गरेर हामीलाई काम तिमी के भयो तिमीहरू मलाई खानु सिकाएको अहिले आएर खाँदिन भन्छौ ल खाऊ खान्दै म खाऊ भनेको सुन्दैन खानु न होस् खान्दै म छिटो खाऊ भनेको सुन्दैन ल त ल तिमीले भनिहाल्यौ आज चाहिँ खाइदिन्छु कसाइले के हुन्छ मेरो चल्दै धर्मदार चलाउन निकै कठिन परिरहेको हुन्छ त्यसै बिच चन्दा रुबेको घर पुग्छ रुमी बहिनी ए रुमी बहिनी हजुर ए दिदी पो आउनु भएको रहेछ म त को भनेको बस्नुहोस् न दिदी होइन रुमी बहिनी अनि हतारमा छु बरु यसो एउटा सहयोग पो मागौँ कि भनेर भन्नुहोस् न दिदी कस्तो सहयोग गर्नु पर्यो खै भनौँ कि नभनौँ तर आपत्ति आइलागेपछि त लाजै बचाएर भए पनि भन्नै पर्यो यसो 1000 जति सापडी मागौँ कि भनेर तपाईँहरूको दाइ बितेर गएदेखि घर व्यवहार चलाउन निकै गाह्रो भइरहेको छ झन् एक्लो हुँदा त कता भ्याउनु नभ्याउनु तपाईँहरूलाई थाहा छँदैछ मेरो छोराको हालत त्यो बच्चा हुँदैन नहुने एउटै छ दिदी एकछिन भाइसँग कुरा गर्दै गर्नु म भित्र जानु हुन्छ नि रुमी बहिनी हजुर तपाईँ जस्तो भाउजू पाउनु त हाम्रो लागि सौभाग्यको कुरा हो तपाईँ जस्तो आमा पाउनु त नि सन्तानले त सही जुनी कुर्नुपर्छ तर के गर्नु आफ्नै सन्तानले बुझ्दैन के गर्नु रूपक भाइ छोराछोरी जति नै बिग्रे पनि खराबी भए पनि माया लाग्दो नै रहेछ छोराछोरी लुगा लम्पडाउने होस् आँखा नदेख्ने देखोस् आमा बाबाको मनमा माया मारेर हिँड्न सकिँदैन रहेछ तर त्यस्तो कुरा छोराछोरीले कहाँ बुझ्छ रूपक भाइ अब नर्नुहोस् तपाईँको ठाउँमा अरू कोही भएको भए सायद यतिखेर भेट्न सक्ने होला लत्ता छोडिसक्नु होला तर तपाईँ त अहिलेसम्म आफ्नो घर व्यवहार गरेर आफ्नो घरको इज्जत राखिरहनु भएको छ नि तपाईँबाट त सबै इच्छाले पाठ पसिनुपर्छ ल भाउजू तपाईँ त हाम्रो लागि प्रेरणाको खाली हुनुहुन्छ नि ए रुमी हजुर त्यहाँभित्र पैसा राखेको थिएँ त्यहाँ दिदीलाई देऊ हजुर अब म पनि कामतिर जानुपर्नेछ हजुर मैले बिस्तारै फर्किनको लागि हुन्छ नि रूपक भाइ लिनुहोस् दिदी बहिनी तपाईँलाई धेरै धेरै धन्यवाद हुन्छ भाउजू धन्यवाद कति घरमा आउँछ र आमालाई पैसा माग्छ आमा आमा होइन के हो बाबु किन कराउँदै छस् मलाई पैसा दिनु त पैसा पैसा भन्छ के पैसा पर्छ भन्छ नि मलाई देऊ काम चाहिँ कहाँ छिटो दिनु न कति सजिलै काम छ नि तेरो बुवा आउँदाखेरि पो तेरो बुवाले काम गर्थ्यो दुःख सुख घरबाट टाढेको थिएँ किन बुढी बाउको आमालाई तेरोले दिनु पर्ने बेलामा छैन काम गर्दिनँ काम चाहिँ के भनेको छिटो दिनु न मलाई छैन भनेको सुन्दैनस् अघि भर्खर उहाँको बाबामासँग 1000 सापडी मागेर दालचामल किने अब यही 5 रुपियाँ बचेको छ के पनि के गर्न सकिन्छ छैन काम गर्दिनँ त्यो त मान्छे छैन भन्दैछु किन दिनु अनि यसलाई चाहिँ के गर्नु अहिले भन्दैछ आमा अहिले आमासँग हालिदिन्छु नि मैले
बित्नु भएको छ यार को घरमा त्यस्तै मेरो प्रिय मित्र अभिलाई मैले सुधार्ने प्रयास नगरेको होइन उसलाई कुसङ्गतको छायाबाट टाढा राख्ने कोसिस नगरेको होइन तर मैले बचाउन सकिनँ विडम्बना अभिले परिवार भन्दा नसारा रोज्न पुग्यो बाआमा भन्दा साथीहरूले उसलाई आफ्नो लाग्यो समयले उसलाई एकपटक सुध्रिने मौका दिएकै थियो भलै बाबाको वियोग दुखान्त थियो तर नयाँ जीवनको ढोका उठाइदिएको थियो उसलाई अन्तरात्माको आवाज भन्दा साथीहरूको लडाइँ ठोकाइ नै मिठो लाग्यो अतः नयाँ जीवनको ढोका कहिल्यै नखुल्ने गरी पुनः बन्द भयो साथीहरू कतै हामी नै पो अधीन हौ कि यो नाटकको प्रस्तुति त सकिएको छ तर तपाईँ हाम्रो जीवनको नाटक अझै बाँकी छ चिरागको वियोगान्त अफीको निम्ति नयाँ जीवनको ढोका थियो जसलाई उसले चिन्न सकेन काश चिनेको भाइ तर तपाईँ र हाम्रो नयाँ जीवनको ढोका अझकै यो कार्यक्रम पो हो कि